पछिल्लो केही दिनदेखि बढेको अत्यधिक गर्मीले विराटनगर सहित तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ। घर बाहिर निस्कनै सकस पर्ने गरीको उखरमाउलो गर्मीका कारण सर्वसाधारणको दैनिकी प्रभावित हुन थालेको छ। दैनिक ज्याला मजदुरीमा खटिने सहित घर बाहिर रहेर काम गर्नुपर्नेहरू थप समस्यामा परेका छन्। अत्यधिक गर्मीका कारण दिउँसो बजार क्षेत्रको चहल पहल पनि घटेको छ। सोमबार विराटनगरको अधिकतम तापक्रम 37 देखि 40 डिग्री सेल्सियससम्म पुगेको थियो। मंगलबार पनि 36 देखि 38 डिग्री सेल्सियस पुग्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। यस्तै मंगलबार धरानको तापक्रम 35 देखि 37, नेपालगञ्जको 39 देखि 41, भैरहवाको 39 देखि 41, धनगढीको 39 देखि 41, दाङको 39 देखि 41, दिपायलको 37 देखि 39, घोराईको 35 देखि 37, वीरगञ्जको 36 देखि 38 र सिमराको 36 देखि 38 डिग्री सेल्सियस पुग्ने अनुमान छ। तराई क्षेत्रसँगै पहाडी जिल्लाहरूमा पनि गर्मी बढेको छ। मौसमविदका अनुसार बुधबारदेखि तापक्रम घट्नेछ। बिहीबारदेखि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले गर्मीमा केही राहत मिल्ने अनुमान गरिएको छ। विभागका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने देशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।